चिसो हावा चलेछ पछाडिबाट हेर्नु साथी हो एकदम चिसो हेर्नुस् पन्जा सन्जा केही लगाएन मैले सिसा डबिङ गर्नको लागि आवाज सुनिन्न भनेर हेलमेटको सिसा पनि माथि गरिरहेको छु त्यही भएर स्लो हिँडिरहेको छु तर हावा चाहिँ मेरो पछाडिबाट लागेछ है अगाडिबाट लागेको भए सकिन्थेन होइन तपाईँहरूलाई यो खालको दृश्यहरू देखाउनु पऱ्यो यस्तो दृश्यहरू त हेर्दै हेर्दै जानु पऱ्यो होइन त्यही भएर तपाईँहरूको लागि भए पनि म चाहिँ साथीहरूको ग्रुपबाट अलग भइरहेको थियो अहिलेको जमानै फोटो खिच्ने भिडियो बनाउने छ भिडियो बनाउनु नपाएपछि चाहिँ अब यत्रो मुस्ताङ आएर भिडियो बनाउनु नपाएको के हो है माछा सामान्य माछा आयो चौरीको चाहिँ खोल लागेर अघि स्पिडको आवाज सुन्नुभयो नि बाइकको तपाईँले त्यस्तो पनि गीत कुदाएको होला मुस्ताङको बाटो अप्ठ्यारो छ भन्दाखेरि यही मुस्ताङको बाटोमा सबभन्दा बढी स्पिड चलाउँछ हावा तरिकाले ढुङ्गामा परो यहाँ चढ्दा कि मोबाइल हल्लियो होला है अफ रोड छ त्यही भएर बस्न त ट्युबले खसेको राम्रैसँग मैले बलियो कि त त्यसलाई सुपर ग्लुले टाँसेको भएन क्या हल्ला खोलायो अनि ट्युबले साइकलको ट्युबले बाँधेको त्यो साइकलको ट्युब रहेछ चटर पुग्थ्यो फेरि मोटरसाइकलको ट्युब काटेर ट्युबले चाहिँ मजाले बाँधेको छु कि त्यो मोबाइल अडाउने थिएँ त्यही भएर यो अलि लचिलो हुन्छ हल्लिन्छ हाम्रो सुन्दाइले के गर्नुभएको यो कालो बालु हेर्नुहोस् त कति राम्रा घर हुन् कि पाल्पा काठमाडौँ पाल्पा केटाहरू यहाँ रहेछन् हामीले बेनीमा हामीभन्दा अगाडि हिँडेर उनीहरू यहाँ लेटेमा खाना खाने भन्थे हामी खाना खाएर हिँड्यो ल भिडियो बनाएको के बनाएको बिस्तारै मेरो अगाडि हिँड भनेको के गरेको यार म त यस्तो दामी रोड भेटा मा यार मेरो एक्सिलेटर अड्किएर यार जति छु त्यति काट्न मजा आउँदो रहेछ चलेकै रहन्छ कि भिडियो यस्तो हुन्छ यत्रो बेरसम्म म बोलेँ कहाँ मिस्टेक भएर भिडियो अफ भएछ अब देखिन्न हेलमेटमा हालेको मोबाइल बल्ल अन भएछ यस्तो पनि यहाँ पनि अस्त भएको छैन भिडियो हेर्नु पऱ्यो कि बेकारमा के होइन यही भएर केटाहरूलाई हेर्दै हिँड भन्छु मान्दैन अहिले चाहिँ अन रहेछ फेरि कति बेलासम्म हुन्छ
अघि पनि भिडियो अनै थियो, कति बेला बन्द भएछ थाहै पाएन मैले। अब कतिसम्म आयो भित्रको दुकान झरकजम 4 मा छ। मैले कार्डमा देखेको थिएँ झरकजम गयो अघि हेर भने बस्न चाहिँ सकिन्न, भ्याइन्न, माथि जाने भन्थ्यो। त्यही भएर माथि गएर बस्नु आज भेट्यो भने आयो भन्नु होला। पहिलो नम्बर सरकारी गाडी थियो। ल तपाईँहरूलाई देखाउनलाई मैले स्लो गरेको छु। केटाहरूले फेरि मलाई गाली गर्छ। भागिहालेँ मोबाइल रेकर्ड भए लाग्यो मैले झन्डै हेरेको छु मैले विश्वको पार्टी झन्डै मैले हेरिहालेको थिएँ। अहिले पनि हेर्छु है, बेकारमा किन के कारणले भएछ कुनै एकछिन यस्तो रोकेर 10 सेकेन्ड हेरेपछि त ल ठिक छ हुन्छ नि। 11 मा बोलाइ गर्ने अनि खतरा हावा लाग्दो रहेछ यार। कहाँ गयो हेर त उदिसु पर उकालोमा चढ्दैछ। अरू ठुलो गरे है चेकपोस्ट हो या यहाँ त ठुलो गर्नै पर्छ। झरकझम 4 कहाँ गयो झरकझम अड्के लाग्यो फेरि ओ 2 किलोमिटर कहाँ हो यो पहाड ल हेर्नुहोस् त डाँडा यामा फुर्सै केही छैन के एउटा हरियो बुट्यान पनि छैन। यस्तो रातो डाँडा यार देख्नुभएको छ? देख्नुभयो कमेन्ट गर्नु है। हेर बिजुले ठुलो गरेको नि झरकझम 4 हो यो। एयरपोर्ट हो जोमसोङ एयरपोर्ट पो रहेछ। यो एयरपोर्ट हो हबिसु एयरपोर्ट हो यो जोमसोङ एयरपोर्ट हो मुस्ताङ जोमसोङ
एयरपोर्ट देखाइदिन पाए हुन्थ्यो नि कता कता हो यार कहाँ छ खै जोमसोमको भेरी डेन्जरियस एयरपोर्ट के है यो एयरपोर्ट यो टावर हो यो एयरपोर्ट है तल यसको तल कहाँबाट देखिने भयो देखाइदिनु आउँदाखेरि देखाउँला है आउँदाखेरि यी देख्नुभयो एयरपोर्ट एयरपोर्ट तपाईँलाई यता फर्केर गएर देखाइदिन्छु एयरपोर्ट है जोमसोम एयरपोर्ट हेर्नुहोस् न भिडियो धेरै लामो भएर फेरि फेसबुकमा नि पोस्ट नहोला त्यही छ क्या आफत रोड भाइ मान्छे नै अटाएर कहाँ बसिरहेछ यस्तो चाहिँ मान्छे बसेको ठाउँै छैन कहाँ बसेर जोमसोम आउनु यार म एकचोटि बुलेटमा बसेर सुपदेव गाडी गएको म त कहिले बुलेटको पछाडि बस्दिनँ भनेर यस्तो बिहारमा त्यो रोड बाइकको पछाडि बस्ने सिटै छैन ओ विक्रम के छ विश्वहरू अगाडि गयो यार फोन गर्दा ल ठ्याक्कै कुरा गर्दै गर्दै आएको मेरो साथी भेट भयो है यहाँ साथीको दोकानमा देखाउँछु है तपाईँलाई ल भिडियो अन छ केही छ भन्नुपर्ने अरे तेरो मोबाइलमा फोन लागे पो अगाडि गयो बोलाउनु फोन अब हामी झर्दाखेरि पस्छौँ क्या आउँदाखेरि म जान्छु त्यसो म आउँछ बस्नु कहाँ मुला मलाई गाली गर्छ नि यार मलाई गाली गर्छन् के कति मैले गर्दा कति ढिलो भयो मेरो फोन त्यहाँ गयो चोर बाटोमा खसेर हामी यार आज उहाँ उसमा जाने हो के कहाँ अपर होइन आज गइन्न अलि माथि गएर बस्ने हो के कागबेनी बस्नु छ अरे ऊ घुम्न परेन मुक्तिनाथ मुक्ति कति आधी घन्टा नुहाउनु पर्यो घुम्न पर्यो पर म जान्छु भन्दा मेरो फोन यहाँ बाटोमा खसेर कति बेला आउँछ मलाई गाली गर्छ तपाईँ जाउँ देखाउँछ ए विक्रम फ्याट्टै कस्तो बाहिर आउँदै देख्यो के झरपजङ अघि 2 थियो तर कार्डमा मैले 4 भन्ने हेरेको थिएँ कि